माघे संक्रान्तिको अवसरमा चाहिँ 3वटा नेपाली मुभी रिलिज भएको छ। आई वाज स्लाइटली कन्फ्युज कुन चाहिँ फिल्म सुरुमा हेर्ने भनेर। त्यसपछि चाहिँ मैले 3टै मुभीको ट्रेलर फेरि हेरेँ। आई फाउन्ड गोबर गणेशको ट्रेलर चाहिँ अलि इम्प्याक्टफुल, प्लस इट हैज 3 million views, so why not? I went to watch Gobar Ganesh first. Gobar Ganesh focuses on the journey of Morrisman character. SLC pass गरेपछि for the higher education, Ganesh चाहिँ काठमाडौँ जान्छ with his friend Daya with the hope to change the life of his mother. म चाहिँ यो मुभीको गुड र ब्याड एस्पेक्ट भन्न गइरहेको छु, सो तपाईहरु डिसाइड गर्न सक्नुहोस् यो मुभी हेर्ने कि नै भनेर। गुड, अ ग्लिम्प्स अफ वार्मथ। यो मुभीले चाहिँ मरिचमान श्रेष्ठ एके गणेशको जर्नीलाई फोकस गरेको छ अनि द बन्ड ही शेयर विथ हिज मदर एन्ड वर्ष सेवकटी क्यारेक्टर इज रियली ब्युटिफुल। जब मरिचमान श्रेष्ठ र उसको आमा एके सीता देवी तिमल सिन्हाको क्यारेक्टर एकैचोटि स्क्रिनमा आउँथ्यो तब चाहिँ एउटा न्यानोपन चाहिँ फिल हुन्थ्यो। द वे दे इन्टरेक्ट विथ इच अदर इट फिल्स लाइक उनीहरू चाहिँ रियल आमा छोरा नै हुन्। कुनै कुनै इमोसनल सिनहरू उनीहरूले परफर्म गरिराख्दा चाहिँ you will get deeply touched. अनि मरिचमान र वर्षाको बन्ड पनि एकदम ब्युटिफुल वेमा देखाएको छ। मोस्ट अफ द मेन सेन्ट्रिक मुभीहरुमा चाहिँ फिमेल लिडको खासै त्यस्तो इम्प्याक्टफुल रोल हुँदैन। आई थट वर्षाको यो मुभीमा पनि त्यति धेरै इम्प्याक्ट नहोला, बट नो, आई वाज जेन्युइनली ह्याप्पी टु सी द क्यारेक्टर अफ वर्षा मेकिङ इम्प्याक्ट इन द मुभी। मरिचमान एन्ड वर्षा लुक ग्रेट इन दिस मुभी। उनीहरू चाहिँ एकैचोटि स्क्रिनमा आउँदा चाहिँ आई लिटरली ह्याड अ स्माइल अन माई फेस। इट कुड हैव गन रङ अनि फोर्स लभ एंगल देखिन सक्थ्यो, बट उनीहरूको बन्ड चाहिँ एकदम अर्ग्यानिक तरिकाले नै अगाडि बढ्छ। द वे सपना सपोर्ट गणेश टु रिच हिज गोल्स इज रियली एप्रिसिएबल। ब्याड, अनफनी ग्याग्स एन्ड ह्युमर। मुभीको फर्स्ट हाफमा चाहिँ अलि कमेडी राख्नु खोजेको छ, बट सरी टु से नन अफ द जोक वर्क्स। पहिलो कुरा त इट्स नट अ कमेडी मुभी, सो जरुरत पनि थिएन ह्युमर राख्नको, अनि राखिसकेपछि एटलिस्ट ट्राई टु मेक अडियन्स लाफ। मेकर्स मिजरेबली फेल अन दिस डिपार्टमेन्ट। एकदम लेम जोकहरु राखेको छ जुन चाहिँ डबल मिनिङ साउन्ड गर्छ। इट डजन्ट वर्क एट अल। अननेसेसरी सब प्लट एन्ड लेन्थ। यो मुभीको मेन प्लट भनेको चाहिँ मरिचमान एके गणेशको काठमाडौँ आएपछिको जर्नी, हाउ ही फेसेस द प्रब्लम अनि उसले के गर्छ टु आउटकम फ्रम दैट प्रब्लम भन्ने हो। तर बीचमा एउटा र्यान्डम सिक्वेन्सहरु आउँछ जुन चाहिँ मुभीसँग केही कनेक्सन नै छैन। सो देयर इज वान बिग नेता जसको चाहिँ छोरी मरिचमानसँग सेम कलेजमा पढ्छ, तर त्यो क्यारेक्टर इन्दुको पनि पुरै फ्यामिली ब्याकग्राउन्ड एक्सप्लोर गरेको छ जुन चाहिँ फिल्मको स्टोरीमा केही डिफरेन्स नै मेक गर्दैन। त्यो सब प्लट भएको नभएको केही अर्थ नै छैन मुभीमा, त्यही कारणले मुभीको लेन्थ पनि अलि लामो हुन्छ। मुभी चाहिँ इजिली 20 to 25 मिनट्स चाहिँ ट्रिम हुन सक्थ्यो, बट धेरै अननेसेसरी सिनहरु राखेको कारणले चाहिँ मुभी एकदम धेरै तन्केको जस्तो फिल आउन सक्छ। ओभर एक्जाजरेसन एन्ड अनस्टेबल एडिटिङ प्याटर्न। यो मुभीको एडिटिङ प्याटर्न चाहिँ अलि अनस्टेबल छ। एउटा सिन चलिराख्दै राख्दै सडनली इट शिफ्टेड टु अनदर सिन। धेरै जस्तो पार्टमा हुन्छ नि इट फिल लाइक वाचिङ अ रिल अफ 2-3 मिनट्स। एउटा रिल हेरिराख्यो, त्यसपछि रिलको बीचतिर पुगेपछि अब कन्टेक्स्ट थाहा भयो, अब स्क्रोल गर्छु भने जस्तो एउटा सिन चलिराख्दा अब अडियन्सले बुझ्यो, नाउ शिफ्ट टु अनदर सिन जस्तो चाहिँ फिल हुन सक्छ। प्लस यो मुभीको मलाई बिगेस्ट लेट डाउन चाहिँ के लाग्यो भनेपछि चाहिँ मेकर्सले चाहिँ एकदम धेरै ट्राई गरेको छ अडियन्सलाई चाहिँ रुवाउनको लागि। गणेशले चाहिँ मुभीको बिगिनिङ देखि नै धेरै पीडा दुःखहरू भोग्न पर्छ, बट इट गोज अन एन्ड अन। एन्डसम्म पनि ही इज फेसिङ अ लट अफ प्रब्लम। आई वन्ट लाइक सुरुमा आई गट इन्भेस्टेड टुवर्ड्स मरिचमान क्यारेक्टर। ही वाज सैड, सो वाज आई, बट लेटर डाइरेक्टर मरिचमान वुड ओभर द बोर्ड। जतिखेर नि दुख इज स्लाइटली इन्टोलेरेबल। त्यसपछि बिस्तारै फोकस हराउँदै गयो मेरो टुवर्ड्स द मुभी। वी गट इट, मरिचमानले चाहिँ आफ्नो एक्टिङ चप्स देखाउन खोजेको छ, प्लस ही साइन्स इन मस्ट अफ द पार्ट 2, बट यु क्यान बी फेसिङ द प्रब्लम थ्रु आउट द मुभी। अलि ओभर द टप दुःख नै देखाउन खोजेको छ, विच इज स्लाइटली बोरिङ। कुनै बेला त सिरियल हेरि पो राछु कि जस्तो नि फिल भइरहेको थियो मलाई। स्टोरी नै आउटडेटेड लाग्यो मलाई चाहिँ, नयाँपन नभएको जस्तो चाहिँ फिल आयो। ओभरअलमा भन्नुपर्दा चाहिँ गोबर गणेश कुड हैव बीन मच बेटर इफ दे हैड स्लाइटली फोकस अन द ब्राइट साइड अफ मरिचमान क्यारेक्टर विथ स्टेबल एडिटिङ। सो या द्याट्स माई रिभ्यू फर दिस मुभी। हजुरहरूले यो मुभी हेर्नु भएको छ भने हजुरहरूलाई कस्तो लाग्यो यु क्यान कमेन्ट डाउन, अनि प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल। धन्यवाद।